morning. Welcome back to my vlog. Another new day, another new vlog. Welcome back everybody. आज चाहिँ हामी कहाँ जाँदैछौँ baby? We are going to Chitwan. And yeah, where are we going? Chitwan. Yeah, are you excited? Yes, म excited पनि छु अनि हाम्रो आमालाई पनि हामी लगेर जाँदैछौँ. आमालाई पनि लगेर जाँदैछौँ. धेरै बिरामी भएको धेरै बादपछि चाहिँ आमा चाहिँ अब हामीसँग जाँदै हुनुहुन्छ. आमा हाई भन्दिछु. हाई. लु हामी बाटोमा अब झिझिक्मिसिक्स मदपुरीको च्यानलमा आएको अब फेरि इट्सेल्फ अमित सिङ्गल चाहिँ होइन रिसाउँछ फेरि. ओके म अब के भन्नु आएन म हेरेको मात्र बेबी. ल हामी गाडी कुर्दै चिप्सहरू आमालाई चोकोपाई गाडीमा खानालाई अनि त्यसपछि उहाँको त्यो के अरे औषधि नै खानुपर्छ नि त 8 बजी. खुसी लागिराखेको छ छोराबुहारीसित हिँड्नु पाउँदा. आधा घन्टामा अलिक पुग्दैन चितवन. बेबी सो हामी कहाँ आइपुग्यो गरे बेबी? यो कहाँ हो 9 बिसे? आमा जाउँ बाहिर चिया खानालाई बाहिर जाउँ. 10 मिनट गरेको 15 मिनट. 15 मिनेट हो आमा. आलुदम खाने अरे. खाजा खाने ठाउँमा आइपुग्यो. टाइल घर आइपुग्यो. टाइल घर 9 बिसे आइपुग्यो. अनि ग्रुसमा आएर उसले चाहिँ आइसक्रिम. वाउ आइसक्रिम बिहान बिहान है. के खाने आलु? सो मलाई चाहिँ खासै अब आलु खानु मन लागिरहेको छैन होइन. के खाने मम्मी? आलुदम? आलुदम? आलुदम चना? 160 को आलुदम. कालो चिया कहाँबाट ल्याउने? यहीँबाट. ल हामी चाहिँ सौरामा होटल अर्थ लाइट्समा आएका छौँ. आमा लु अब चाहिँ आजदेखि चाहिँ होलिडे सुरु. लबी रोशनी म्याम ऊ त दुईजनाले मिलेर बोका कान्छीहरू आधा आधा. आवान के हो आवानले त को हो आवान? को 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 मामा. वाउ कस्तो लाग्यो? Okay, this is our room. Wow. Welcome. ल ए यस्तो बेड रहेछ नि त ठिकै भएछ. दिया र मुमा चाहिँ एक जना हुन्छ. एउटा बेडमा सुत्नु. वाउ स्विमिङ पुल. मेरो बुढीको ब्लगमा मैले हल्का छक्का बाँधिदिएर बेड यस्तो रहेछ. एसी लुक्स नाइस. टिभी अनि यताबाट बाहिर गयो भने चाहिँ यु क्यान सी अ लिटल अँध्यारो जङ्गल. गुड मर्निङ एभ्रिबडी. न्यू डे है, न्यू भ्लग. अनि हामी चाहिँ चट्ट लाएर ट्विन भएर है पिङमा बुढाबुढी सफारी जङ्गल सफारी. मेरो बुढाको चाहिँ फर्स्ट टाइम, मेरो थर्ड टाइम. आर यु एक्साइटेड? भेरी भेरी एक्साइटेड. ब्रेकफास्ट लागि रेडी हो ग्रेस? जी या ब्रेकफास्टको लागि रेडी. ब्रेकफास्ट नै रेडी छैन जस्तो छ. अनि हामी अहिले होटल अर्थ लाइट्स सौरा छौँ. एकदमै राम्रो छ यो ठाउँ. एकदमै सस्तो भरपर्दो. सस्तो चाहिँ होइन है. सस्तो चाहिँ ठिकै हो. त्यही पनि सस्तो भने कति 500 हो होइन नि नेपालमा. 55 ठिकै त हो पर नाइट 2 जनाको.
नेपालमा त 5,000ले त सस्तो भन्छन् त अहिले गाइस म त अचम्म लाग्छ यार हाम्रो मम्मीलाई अब हात समातेर हिँड्नु छोरासँग कति मजा आइरहेछ तर मजा भएको छैन अरे नाति नातिनाको हात समातेर हिँड्नु पाए चाहिँ हुन्थ्यो भन्दै हुनुहुन्छ है गाइस ल मेरो नाति नातिनाको हात समातेर हिँड्नु पाएको झन् खुसी हुन्थेँ अनि यस्तोमा त म त कहिले बसेको छैन छोरासँग हिँड्दै जान्न के नचढ्नु ल हामी रिभर साइडमा आइसक्यौँ वेटिङ फर आवर बोट 4 घन्टाको जङ्गल सफारी रेडी होइन त उयै हो जङ्गल हामी जाने यो राप्ती रिभर हो छोडिदिनु तपाईँ छोडिदिनुहोस् है छेउमा बस्नु मम्मी तपाईँ हामी बिचमा गर्मीमा Here we go. आयो सबैजना नउठ्नु है ब्यालेन्स मिलाएर उठ्नुपर्छ आयो ल जङ्गलबाट नि जङ्गल होइन हौ बोटबाट हिँड्नु भयो नि हामीले धन्यवाद ल गाइड दाईलाई तपाईँ गाइड दाईको नाम के हो प्रकाश अधिकारी दाई धेरै धेरै धन्यवाद हाम्रो आमालाई भनेर धेरै हिँड्नु नपरोस् भनेर यहीँ ल्याइदिनु भयो थ्याङ्क यू दाई ल हामी यसो गर्छ डिया तिमीहरू बिचमा बस ल बिचमा बस ल हामी Are you guys excited? Yeah, and excited हो बाघ हेर्नलाई एक्साइटेड हो किनभने खुल्ला गाडी छ गाडीभन्दा बाहिर बाटोमा झऱ्यो भने उठ्न सक्छ हराउन पनि सक्छ होइन अनि तपाईँहरू पनि सबैजना मिलेर दायाँ बायाँ हेर्नु होला है यसो आँखा लगाउनु कसैले पनि केही चिज हो जस्तो लाग्यो भने या राम्रो सिने लगाएर फोटो खिच्न मन लाग्यो भने पनि स्टप भन्नु होला है स्टप ल अनि हामी त्यो ठाउँ कटेर गाड्छौँ भने नि हामी गाडी रिभर्स गरिदिन्छौँ होइन तर गाडी रोक्या बेलामा चाहिँ कोही पनि नबोल्दिनु होला है एकअर्कालाई देखाउनु पऱ्यो भने नि हातको इसाराले देखाउनु होला जङ्गल रमाइलो छ होइन यहाँभित्र बाघ भालुहरू आउँछन् हात्ती गैँडाहरू थुप्रै छ जनावरहरू यहाँनिर चाहिँ हाम्रो दबाई खाने कार्यक्रम हुँदैछ पानी
मात्र छौँ, केही देखेको छैन है। अब फर्किने बेला पनि भयो। मम्मी कस्तो लाग्दैछ? रमाइलो लाग्दैछ। तर केही देखेन नि, चराहरू मात्रै देखिरहेछ है। हामीले पनि धेरै अनुसन्धान गरेको हो नि त। किन भाले राम्रो हुन्छ ल एनिमल्सहरूमा, ब्युटी पार्लरमा भएर। ए हो र? ल हामी चाहिँ क्रोकोडाइल ब्रिडिङ सेन्टर आइपुग्यौँ। एकदम एक्साइटेड थिएँ तर केही देखेन अहिलेसम्म। त्यही त है, चराहरू मात्रै देखेँ क्या धेरै। मन पर्यो आमा गएको बच्चा। कति राम्रो राम्रो, कति सानो सानो। घाम ताप्नु निक्लेको। अलिकति चाहिँ ठुलो रहेछ। साइडमा गयो। पुपिनो अमित इज पुपिनो, आमा पुपिटा, पुपिनाज, न्यू स्टोपेरिना। अब हामी चाहिँ केहरू कहाँ जानु लाग्यो? हामी क्यानोइङ गर्न क्यानोइङ गर्न जान लाग्यो। बागमारा क्यानोइङ जान आँटेको धेरै पटक भइसक्यो क्यानोइङ गएको, तर यो पटक चाहिँ मेरो हस्बेन्ड र सासूसँग। आइपुग्यो है कान्छा। आमालाई कस्तो ब्युटिफुल ताते ताते त्यो पनि लगाउन के हो ए हे बेली मान्छेसँग के छ यो रहेछ नि त खतरा छ। नकुद्नु न हौ, म पर्छ नै सकिरहेको छैन। गर्मी पऱ्यो भन्दै आमाले गर्मी भयो भनेर हेर्नु त गाइज पुरा रनिङ गर्नु राख्नु भएको छ। बस्नु ल तँ अनि गाई भैँसी चराको याद गरेर वाउ कस्तो यो मरेको हो कि हो यतिकै खुस्किन्छ? यो आरो हात
चितलहरूसँग जुत्दाखेरि लड्दाखेरि छरेको के यो आफै खुस्किन्छ आज यिनीहरूले कस्तो खालको हुन्छ कि यिनीहरूको अनि फेरि अर्को आउँछ फेरि कि अर्को आउँदैन? नयाँ पल आउँछ फेरि यहीँबाट हजुर ल हामी चाहिँ एलिफेन्ट ब्रिदिङ सेन्टरमा आएको छौँ। ठुलो हुँदो रहेछ हात्तीको टाउको त छोरालाई छोरी राखेर कता हो छोरा छोरी राखेर कता अर्को छोरा भेटाएर हात्तीको माउ र बच्चा हात्तीको बच्चाले के भन्छ छावा फुल चाहिँ आमा छोरा तर्नु नहुने रहेछ नि त पानीबाटै जानुपर्ने थिएछ कोही हुन्छ त नि बैसामा जस्तै भएन फुल तर्नु We are going back to the hotel right now from Sauraha Riverside. अनि चाहिँ भोलि नै हामी काठमाडौँ जानेछौँ किनभने इट्स नट वर्थ टु गिभ 2 days टु Sauraha है त्यही भएर हामी काठमाडौँ भोलि जानेछौँ अनि नेक्स्ट प्लान छिटै हुन्छ होला समवेयर एल्स थाहा छैन अनि यो चाहिँ नाइट सफारी हो। मेरो बुढीको भ्लगमा म आउनु पाउँदा खुसी लागिरहेको छ नाइट सफारी नाइट सफारी सोराको नाइट सफारी आमा चाहिँ तल हुनुहुन्छ क्याबिनमा हामी चाहिँ माथि छौँ फुटमाथि आइया कट्टा कट्टा तिम्रो भ्लगलाई अन्त्य गरिदेऊ Thank you so much guys for watching my vlog. Keep watching. Aina, keep continuing loving and supporting. Bye bye. अर्को भ्लगमा हामी भेट्नेछौँ अर्को ब्लगमा that will be North Annapurna base camp. चन्दनको थाहा छ अब के गर्नु टाइम छैन यार खानु त मन लागेको थियो नि त्यो थारूकोले मेरो मुखै कस्तो गर्यो हात्ती चोक हामी हात्ती चोकमा छौँ होटेल अर्किड राम्रो रहेछ नि हामी चाहिँ अब यो गाडीबाट फर्किन लागेको गाडीको फोटो खिचिराख्नुपर्छ अरे कि अनि मेरो जनताहरू भित्र पसिसकेका छन् म अनि पस्दैछु ल गाडी त खाली छ यार दाइ हामी हो कुन हो हाम्रो